साथीहरु सबैलाई नमस्कार छ मेरो यो नयाँ भिडियोमा हैन। साथीहरु यो भिडियोमा चाहिँ तपाईहरुलाई चाहिँ मैले हैन मोरिसियसको बारेमा केही कुराहरु भन्न गइरहेको छु हैन। तपाईले चाहिँ यो भिडियो पुरा हेर्नुहोला साथीहरु र अन्तिमसम्म हेर्नुहोला। यो भिडियो चाहिँ जुन हाम्रो नयाँ साथीहरु चाहिँ मोरिसियसको लागि प्रोसेस गर्दै हुनुहुन्छ हैन, उहाँहरुको लागि चाहिँ एकदमै युजफुल हुन्छ साथीहरु हैन। किन भन्दाखेरि साथीहरु म त धेरै त भाषामा आएको पनि साथीहरु हैन, 3-4 महिना जति भएको छ। त्यही पनि मैले बुझेको अनुसार चाहिँ हैन तपाईलाई चाहिँ के कुराहरु यसमा चाहिँ मैले यो भिडियो मार्फत चाहिँ भन्न गइरहेको छु हैन। तपाईले यो भिडियो पुरा हेर्नुहोला। साथीहरु नम्बर 1 मा त साथीहरु हैन, तपाईहरुले चाहिँ मोरिसियस आउँदाखेरि हैन एकदमै महँगो हैन चर्को रकम तिरेर चाहिँ नआउनु होला साथीहरु हैन। किन भन्दाखेरि साथीहरु मोरिसियसमा चाहिँ हैन जुन चाहिँ नेपालबाट जुन म्यान पावरले भनिदिन्छ हैन, एजेन्टले भन्छ हैन कि तपाईलाई चाहिँ हैन मगरले 22000 बेसिक हुन्छ भनिदिन्छ हैन। त्यो चाहिँ साथीहरु यहाँ एउटा पनि साँचो कुरा होइन साथीहरु यो हैन। यो ठ्याक्कै तिनले भनेको जस्तो लाग्दैन साथीहरु है। किन भन्दाखेरि उनले 22000 भन्छ, यहाँ आएर चाहिँ तपाईले चाहिँ हैन 17000 बेसिक भन्दा साथीहरु 1 रुपैयाँ बढी छैन साथीहरु हैन। अनि त्यसै गरेर फेरि तिनीहरुले भन्ला कि तपाईलाई चाहिँ कम्पनी चाहिँ खानाको लागि चाहिँ हैन 2000 दिन्छ भन्ला हैन साथीहरु हैन। तर त्यो पनि एकदमै झुटो साथीहरु। किन भन्दाखेरि कम्पनीले चाहिँ 1000 रुपैयाँ भन्दा बढी यहाँ चाहिँ साथीहरु खानाको लागि पैसा दिदैन हैन। अनि साथीहरु हैन मोरिसियस आउँदाखेरि तपाईहरुले चाहिँ एकदमै हैन चर्को रकम तिरेर नआउनु साथीहरु हैन। किन भन्दाखेरि साथीहरु तपाईले चाहिँ जति महँगो चर्को रकम तिरेर आउँछ साथीहरु त्यो अनुसारको चाहिँ हैन यहाँ चाहिँ पैसा छैन साथीहरु बुझ्नुभयो न। यहाँ चाहिँ साथीहरु हैन लास्टै तपाईले धेरै कमाइ गयो भने चाहिँ तपाईले धेरै कमाउनु भयो भने हैन त्यही हो साथीहरु 50000 45000 हैन त्यो भन्दा बढी तपाईले कमाउन सक्नुहुन्छ साथीहरु। किन भन्दाखेरि हामी चाहिँ नेपालबाट चाहिँ 4 लाख तिरेर आउँछौं हैन। यहाँ आएर चाहिँ हामी साथीहरु हैन अब त्यो 50000 तिर्नको लागि हामीले 4 लाख त पक्कै पनि तिरेको हैन साथीहरु हैन। अनि फेरि हाम्रो जुन चाहिँ नयाँ साथीहरु हुन्छ धेरै जसो साथीहरुलाई के भ्रम छ भन्दामा यो कन्ट्री चाहिँ हैन युरोपमा पर्छ। यो साथीहरु युरोपमा पर्दैन साथीहरु हैन। यो कन्ट्री खास गरेर चाहिँ साउथ अफ्रिकाको सानो एउटा कन्ट्री हो, साउथ अफ्रिकामै पर्छ साथीहरु यो कन्ट्री हैन। अनि मैले तपाईलाई भन्ला एजेन्टले कि भाइ यो कन्ट्री चाहिँ हैन साउथ अफ्रिकामा पर्छ, जानुस् राम्रो कमाइ हुन्छ भन्ला हैन। तर साथीहरु भरमा नपर्नु होला हैन। तपाईलाई चाहिँ साथीहरु म चाहिँ हैन नेक्स्ट भिडियोमा चाहिँ तपाईहरुलाई मैले आफ्नो स्यालेरी पनि देखाउनेछु हैन। स्यालेरी स्लिप पनि देखाउँछु साथीहरु। किन भन्दाखेरि तपाईले अब भन्नु होला हैन यो साले मान्छे वहाँ गएर चाहिँ हैन राम्रो पैसा कमाइराछ, हामीलाई चाहिँ आउनको लागि चाहिँ यति महँगो तिरेर नआउनु होला, उति नतिर्नु होला हैन। त्यसै गरेर पैसा धेरै छैन भन्दैछ भन्नु होला साथीहरु हैन। तर साथीहरु यो साँचो कुरा हो हैन। तपाईले चाहिँ मैले भनेको कुरा चाहिँ ठ्याक्कै लाग्छ साथीहरु। किन भन्दाखेरि म पनि फसिसकेको छु एकचोटी, म पनि फसिसकेको छु अहिले हैन। त्यही भएर साथीहरु म तपाईलाई चाहिँ हैन एउटा सानो चाहिँ हैन इन्फर्मेसन दिउँ भनेर चाहिँ भिडियो बनाएको हो हैन। साथीहरु यो भिडियो तपाईले अन्तिमसम्म हेर्नु होला, तपाईलाई पक्कै पनि यो काम लाग्छ साथीहरु। हस्त जय नेपाल। म तपाईलाई अर्को भिडियोमा भेट्छु साथीहरु।